हेलो गाइस वेलकम टु न्यू ब्लग। सो आज चाहिँ म धेरै दिनपछि आज भ्लग बनाइरहेको छु है। आज चाहिँ हाम्रो केएफसी खाने प्लान छ। र हाम्रो रतन सम्झी चाहिँ नाच्दै हुनुहुन्छ ल आएर ल। रतन सम्झी नाच्दै हुनुहुन्छ। हाम्रो अर्को साथी चाहिँ केएफसीको लागि यहाँ कुखुरा काटेर भुतालेर यहाँ आगोमा झर्काइरहेको छ है। यो चाहिँ कुखुरा हो ल। एउटा यहाँ झर्काइरहेको छ। हिजो ठिक छ नि केएफसी कस्तो बन्छ आज? बबाल है आज केएफसी ल। अहिले चाहिँ सब कुरो रेडी छ। अचार छ, टमाटरको अचार प्लस सामान चाहिँ हामीले यहाँ लिएर आएको छ। तेल, यो केएफसीको मैदा, थाल, प्लेट, साथै के हो कागती। आज है केएफसी बबाल गर्ने छ। मासु चाहिँ काटेर हामीले पिस बनाएर यहाँ तातो पानीमा बोइल गर्दैछौँ। यो मस्त बोइल गरेपछि अनि बल्ल मैदामा डुबाउने। प्लस अर्को चाहिँ हाम्रो फेरि यहाँ ग्रेभीवाला पनि बन्दैछ आइटम। यो चाहिँ ग्रेभीवाला आइटम हो। आज चाहिँ छुट्टी आइतबार सरक्क मनाउने। उसिनेर एकछिन धोएर पानी तार्ने, त्यसपछि टक्क मैदामा केएफसी बनाउने मैदा मोल्ने है। एउटा चाहिँ यहाँ उसिनिँदैछ, एउटा चाहिँ यहाँ भइसक्यो। आज है यो केएफसीको मासु चाहिँ हाम्रो उसिनेर रेडी भयो। एउटा चाहिँ यहाँ केएफसीको मैदामा मोलिरहेको छु। टक्क यसरी मैदा मोल्ने। मैदा मोल्दै निकाल्ने यो रेडी भयो। गरिरहेको छु। टक्क मोलेपछि हाम्रो केएफसी रेडी। अब तेलमा त्यसलाई डुबाउने अब हामी केएफसी है त। बिल्कुल तरिकाले त्यो अर्को कराईको नि झिक्नुपर्छ नि। बिल्कुल तरिकाले चाहिँ दुईवटा डल्लो कुखुरा बन्दैछ। एउटा बाँकी नै छ पानी काट्न। फर्स्टपट्टि बनाएको कस्तो हुन्छ केएफसी चाहिँ बिल्कुल तरिकाले एकछिन उम्रिरहेको है। अब लगाइ दही चाहिँ यो पिठो चाहिँ नभिजाइ गरेको, यस्तो ढिलो नबनाइ गरेको त्यो चाहिँ नहुँदो रहेछ। केएफसी आलुको चप जस्तो भयो। त्यसपछि चाहिँ पिठो भिजाएर अनि यहाँ फेरि त्यही मैदामा बोलेर गर्दा चाहिँ हाम्रो आइटम केएफसी जस्तो भएको छ। सक्सेसफुल भएको छ आइटम। सक्सेसफुल दामी त ल। केएफसी चाहिँ यहाँ एक प्लास्टिक छ। यो चाहिँ हामी बाहिर लगेर खान थालेको। अनि आधी यहाँ छ केएफसी। त्यसपछि एक थाल यहाँ छ। जम्मा 2 प्लास्टिक हो। केएफसी चाहिँ यहाँ छ ल, यति छ। त्यसपछि अब पालो भनेको के कराईमा तेल बसाइ, त्यसपछि फ्रेन्च फ्राई गर्ने चाहिँ आलुको चाहिँ है। यो आलु टक्क कराईमा हालेर फ्राई गर्ने। त्यसपछि बाहिर गएर साथीहरूसँग खाने है। हाम्रो यो आलुको फ्रेन्च फ्राई पनि रेडी भयो है। अब प्याक गरेर लाने हो। सामान चाहिँ हामी यसरी खाना र यहाँ हामी यसो आज हामी चाहिँ यही है। अघि बनाएको केएफसी थियो, यता अचार, यता गाई हामी यति जान्छौँ है आज। कस्तो छ आइटम?